दर्शकबिन नमस्कार, तपाईलाई स्वागत छ हाम्रो भिडियोमा। यो नदी चाहिँ लुम्डी र माडी गरेर दुईटा नदी मिसिएर चाहिँ एउटा नदी बनेको छ। यो नदीमा चाहिँ विभिन्न प्रकारका प्रशस्त मात्रामा धेरै ठुला माछाहरू पाइन्छ। अनि चाहिँ हामी हिजो जाल थाप्न आएका थियौँ। अनि त्यो जाल चाहिँ हामी त्यो जुरमा हामीले त्यो जाल डाँसेका छौँ। अनि यसमा चाहिँ विभिन्न प्रकारका माछाहरू प्रशस्त मात्रामा पाइन्छ, विभिन्न जातका माछाहरू। अनि चाहिँ हामी जाल उठाउन गइरहेका छौँ। तपाईँले यस भिडियोमा देख्न सक्नुहुन्छ। पानी अहिले चाहिँ बिहानको करिब 6 बजेको छ। हिजो चाहिँ हामी 4 बजेतिर आएर चाहिँ जालहरू डाँसेका थियौँ। अहिले चाहिँ करिब 6 बजिसकेको छ। अनि देख्न सक्नुहुन्छ दर्शकबिन। अनि चाहिँ हाम्रो दाइ चाहिँ माझी दाइ चाहिँ माछा मार्न गइसक्नु भएको छ। अनि चाहिँ यो माछा कति मर्छ तपाईँले हजुर यस भिडियोमा देख्न सक्नुहुन्छ। र दर्शकबिन देख्न सक्नुहुन्छ जाल उठाउन गइरहनु भएको छ। माछा देखेको छैन। पहिलो ट्याडी हो, पहिलो ट्याडीमा चाहिँ माछा मरेको छैन यो दर्शकबिन। अब चाहिँ हामी दोस्रो ट्याडी उठाउन गइरहेका छौँ। अनि दोस्रो ट्याडीमा माछा कति मर्छ तपाईँले यस भिडियोमा देख्न सक्नुहुन्छ। के अब पानी कति सफा र स्वस्थ छ। अनि म त्यसै गरेर बिहान पख रनिङ गर्न आइरहेको थिएँ। अनि रनिङ गर्न आउँदा यहाँ दाजुहरूको भेला देखेँ, दाइहरूको भेला देखेँ। अनि म के को भेला भइरहेको छ आज भनेर म हेर्न आएको। त दाइहरूले त माछा मारिरहेको छ। अनि चाहिँ अर्को हाम्रो दाइ हुनुहुन्छ, माछा जाल उठाउन गइरहनु भएको छ। अनि त्यसै गरेर अनि त्यहाँ पानीमा डुब्की लगाइदिइसक्नु भयो। अनि उहाँले धेरै दुःखले अड्केको जस्तो छ। म आफै जानु पर्ला जस्तो मानिरहेको छु दर्शकबिन। ट्याडी अड्किरहेको जस्तो मानिरहेको छु। अनि एउटा माछा देखिरहेको छ है, एउटा माछा परिसकेको छ दर्शकबिन। अनि त्यो माछा फुस्किला हुने डर छ। त्यहाँ देखाइनस् र एउटा पर्या ऊ। अनि दर्शकबिन देख्न सक्नुहुन्छ हामी माछा उठाउन आइपुगेका छौँ। माछा एउटा परेकै रहेछ। अनि त्यसो गरेर यहाँ चाहिँ कहिले पनि माछा मिस हुँदैन। यो ठाउँमा चाहिँ सधैँ माछाको यो माछा चाहिँ यतातिर सहर यतातिर चाहिँ कतला माछा नि भन्छन्, कसैले सहर माछा भन्छन्। यो माछा अति नै धेरै स्वादिष्ट र अति नै धेरै प्रोटिनहरू खादिएर बनेको माछा हो। कृपया माछाको मार्केटमा चाहिँ 700 रुपियाँ किलो छ है। अति नै धेरै महँगो छ। अरू जुन आर्टिफिसियल फिस भन्दा चाहिँ यो नेचुरल फिसहरू अति नै धेरै महँगो छ। कृपया बिरामीहरूको लागि स्वस्थ हुनको लागि यो माछा खान आवश्यक जरुरी छ। अब आउनेको म गाउँघरका जति नै मेरा साथीभाइहरू हुन्छ कृपया यो माछा खानु होला। 700 रुपियाँ किलो छ, अति नै धेरै महँगो। जोतनले यो माछा पाउँदैन। ल यति भन्दै म फेरि अरू जालहरू तपाईँले देखाउनु। हामी दर्शकबिन घर फर्किन लाग्यो। अनि त्यसै गरी चाहिँ अब हाम्रो दाइले पनि यतातिर माछा मारेर बोरैभरि माछा मारिसक्नु भएको। यहाँले दिनमा लगभग 50-60 हजार रुपियाँ हुन्छ। अनि उहाँलाई चाहिँ माझी दाइ माछा मारेर घरतिर जानुभएको छ। अनि यो हाम्रो गाउँ हो यो दर्शकबिन। अनि यो त्यसै गरी त्यहाँ स्थान रहेको यो लोकेसन, यो ठाउँ अति नै धेरै सुन्दर हरियाली वातावरणहरू छ। यसमा चाहिँ धेरै अक्सिजन, राम्रा अक्सिजनहरू कुनै पनि प्रदूषित छैन। यो ठाउँ अति नै धेरै सुन्दर रमाइलो ठाउँ छ। अनि उहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ। अनि उहाँले चाहिँ माछा मारिदिनु कति राम्रो दृश्य आएको छ, हेर्न सक्नुहुन्छ दर्शकबिन। अनि यसको मुनि चाहिँ नदीहरू छ है, ठुलो भिरको मुनि नदी छ। अनि हाम्रो ठाउँ हेर्नु दर्शकबिन। अनि त्यसै गरेर माथि नै ठुलो पहाड छ। अनि यहाँ दोस्रो तहको छ, यहाँ तल तहको झन् गहिराई छ दर्शकबिन। अनि उहाँ चाहिँ हाम्रो नदी हो होइन। अनि नदीको माथि हरियाली छ दर्शकबिन। यसमा चाहिँ विभिन्न प्रकारका माछाहरू, स्वादिष्ट माछाहरू पाइन्छ। अनि त्यसै गरेर हामी चाहिँ घरतिर लाग्दैछौँ दर्शकबिनहरू। माछा चाहिँ अहिले चाहिँ जालमै अड्केको छ। अनि त्यसै गरेर हामी घर गएर हजुरले दिन। अनि यहाँ चाहिँ विभिन्न हेर्नु कति राम्रो घरहरू, गहुँहरू लगाइरहेको छ। त्यहाँ दिदीहरूले चाहिँ गहुँ काट्दै हुनुहुन्छ पारी। अनि यहाँ चाहिँ टर्नेल हो होइन, उता चाहिँ मल्चिङ गरिरहेका छन्, बिउ उत्पादन गरिरहेका छन् उतातिर चाहिँ। अनि त्यहाँ चाहिँ बाहिर छ। अनि यो चाहिँ यहाँ चाहिँ हाम्रो दादा हुनुहुन्छ। अनि माथि यहाँ चाहिँ धेरै डेभलपमेन्ट भइसकेको छ है। पहिलाको तुलना हुँदा अहिले सरदारी नगरपालिका वडा नम्बर 5 धेरै विकास भइसकेको छ। अनि त्यसै गरेर तपाईँले हामीले दर्शकबिन देख्न सक्नुहुन्छ आज हामी नदीमा माछा मारेर चाहिँ यत्रा माछा मारेका छौँ। अनि यिन चाहिँ सब भनेको ठुलो नेचुरल, यो चाहिँ प्रकृतिमा नेचुरल फिस भन्छ। यसमा चाहिँ धेरै मात्रामा प्रोटिनहरू खादिएर बनेको माछा पनि देख्न सक्नुहुन्छ। यो 2 किलो भन्दा बढी छ नि। दर्शकबिन देख्न सक्नुहुन्छ आज हामी नदीबाट मारेको माछा हो।